ओके मोबाइलमा पिन कसरी प्रयोग गर्ने यसले चाहिँ मेमोरी कार्डहरू कसरी निकाल्ने भन्ने कुरा म चाहिँ अहिले सिकाउँछु। पहिला फर्स्ट अफ अल मसँग रेडमी मोबाइल छ र मसँग यो पिन छ। पहिला आफ्नो मोबाइलको चाहिँ यो कभर खोल्नुहोस्। कभर खोलिसकेपछि तपाईको यो राइट साइड पावर बटन भयो। यसको ठ्याक्कै अपोजिट साइडमा यो लेफ्ट साइडमा एउटा यो सानो पिन हुन्छ, यो देखिरहनु भएको छ, यो पिन हुन्छ। यो पिनलाई तपाईले यसरी म देखाउँदैछु, यसरी यो थिच्नुभयो भने यो बाहिर निस्कियो नि त। यो हो यसरी चाहिँ यो चाहिँ के हुन्छ, सिम कार्डहरूको भाग या उस आइडी कार्डहरू के यो मेमोरी कार्डहरूको भाग चाहिँ निस्किन्छ र यसरी चाहिँ यो सिमहरू पनि तपाईले राख्न मिल्ने हुन्छ यसमा। र यसरी चाहिँ तपाईले यो आफ्नो डिभाइसको सिममा मेमोरी कार्डहरू के कसरी राख्ने भनेर चाहिँ, जस्तै अब मैले अहिले यो अन गर्दाखेरि अहिले मेरोमा टावर छैन, टावर आउट भइसकेको छ भने मैले यो हाल्ने बित्तिकै मेरोमा टावर आउँछ। हेर्नुस् है, यहाँ माथि टावर आउँछ, आइसक्यो, माथि टावर आइसकेको छ। मतलब यसरी चाहिँ इन्सर्ट गर्नु सकिन्छ। ओके।